कता हो सागर सर कता हामी हेलो हेलो हामी यसो आज हामी अब पिएन क्याम्पसमा छौँ यतिखेर पिएन क्याम्पसमा छौँ आजको प्रोग्राम भनेको पकाएर खाने प्रोग्राम एउटा भाइ हाम्रो गइसक्यो आफैले पकाउने आफैले खाजा खाने प्रोग्राम हो क्या खास दुईजना केटाहरू आउँदैछन् एउटा भाइ हाम्रो गइसक्यो लोकेसन त हाम्रो यही हो यो खोलाको वरिपरि बस्ने भनेको त्यता अन्त्येष्टि कार्यक्रम हुँदै रहेछ फेरि वारिपट्टि बस्ने भनेको हामी वारिपट्टि त्यता त्यस्तो हाम्रो यतापट्टि के कार्यक्रम गर्ने त नि भन्ने कुरा छ एउटा गाइजहरू यतै पनि बसेको छ ल हाम्रो केटाहरू चाहिँ अब लोकेसन चाहिँ नयाँ लोकेसन हन्टिङ है होइन नयाँ लोकेसन त अब पाइला जस्तो छैन अब पहिला चाहिँ 1 वर्ष पहिला आएको लोकेसनै कस्तो छ त्यो गतिलो छैन भन्ने त थियो हाम्रो अनुप भाइले चाहिँ गतिलो छैन भन्ने कुरा गरेको थियो तर अब होइन त्यहीँ जाऊँ भनेर चाहिँ हामी त्यतै हिँडेको छ है दुईजना आउँदैछन् हाम्रो लोकेसन चाहिँ यही होला जस्तो छ सागर चाहिँ दाउरालाई चाहिँ अलिकति सङ्कलन गर्न हिँडेको छ लोकेसन यही होला जस्तो छ है गाइस हाम्रो भाइ त्यहाँ थाकेर चाहिँ गाजर खाँदैछ केटाहरू आयो दाउरा यी सङ्कलन छ क्या हाम्रो त दाउरा त्यहाँ अलिकति एक झिक्रा त्यहाँ छ यतैतिर बसौँ क्या हेऱ्यो यतै हाम्रो त्यहाँ माथि चाहिँ कलेज पर्छ हाम्रो त्यहाँ माथि कलेज तल चाहिँ अब जक्सन भयो सङ्गम सर आउनुभएको छ सङ्गम सर आउनुभएको छ बाटै बाटो यो भाइ अलिकति एन्टी हुन खोज्छ है यो भाइ एन्टी हुन खोज्छ जोसँग नि एन्टी हुन खोज्छ भाइ होइन केटाहरू कोही दाउरा बोकेर आएका छन् कोही सामान बोकेर आएका छन् मुख्य आयोजक कार्यक्रम उस यो ढुङ्गा आँडेस लाएर बाबु गार्निङ सिस्टम त कहाँ यहाँ हुन्छ त नि टिस्यु हाल्नु पर्ने थियो है टिस्यु हालेन यार केटाहरूले यार टिस्यु हालेन एउटा कमी कमजोरी भएछ फेरि पानी ल्याउँ त पानी ल्याउँ त अब पानी फेरि खाने हो कि हात धुने हो त नि यार त्यो समस्या छ के हलुका आगो सल्काउनको लागि व्यवस्थापन हुँदैछ यहाँ अमृत भाइले चाहिँ ऐनो बनाउँदैछ बाबा अलिकति गहिरो बना है अलिकति गहिरो बना म पनि थच्छु यो समातेर मात्रै हुन्छ र अलिकति सुकेको जङ्गलको बिचमा चाहिँ आगो सल्काउँदैछौँ आगो चाहिँ बाई चान्स गयो भने हाम्रो दोष होइन है पानी भनेको 1.5 लिटर छ पानी त खाना बाहेक अरू केहीमा नि भन मेरो यो टी सर्ट थाहा भइहाल्छ नि केही हुन्न मान्छेको दाउरा त खोज्नु पर्छ केटा हो राम्रो त्यतिले केही पाक्दैन इन्टरभ्यू केटा राहर बोले यार केटीले पाक्नु छ त्यो इन्टरभ्यू हाल है केटा मिलाएर काटेर सब ट्याग हाल के त्यो भ्लग च्यानल हाल्यो हुन्छ सागरले हाल्ने हो म बोलेको धरी तपाईँ बोलेको हाल्ने हो नि Plastik juga ada. Woi. Buat yang ini kalau mau beli ini. Main pokoknya apa? Mana? Awak bisa kita. Kita pakai itu le, 1 kilo masuk. Awak bunda. Pakai. बाह्र पिन्डे आउँछ नि त्यहाँ हड्डी खड्डी हुन्छ कुखुराको हड्डी खाने हुन्छ खाम्ला
स्याल बिचरा भन्दा हेर्छ दाउत बेसी होला न पछिल्लो चाहिँ टक्क ग्रेभी यो कराइमा बाइक कहाँ राखेको केटा हामी यता आइयो जान्छ सुरुमा त यहीँ लिएर आउनुको यहीँ छुटेर पनि जानु त्यही जस्तो लाग्थ्यो क्या हामीलाई किन भन्दाखेरि ल उहाँबाट फोन गरेको चाहिँ अब पार्किङ चाहिँ आउन टाइम लाग्छ यहीँ गएर ठक्क जोड्छु पछि फेरि हात चाहिँ खुल्ला सामान थियो ब्याग थियो आएको त रिस्क लिनु हुने भयो के रिस्क लिनु फेरि यता लखडा होला के भन हेर्न पर्छ भाइ यो फोटो हेर्न पुरै डेन्जर फिल्ममा हुन्छ किनभने यहाँ माथि हाल्ने कि सर चिकन चटपट हो सुत्ने हाल्नु पऱ्यो कर्फु कम हाल्यो हुन्छ ल को हालिएर त एउटामा हाल्यो हुन्छ ल को हालिएर त एउटामा ल ल ल सँगै हाल्छु म एम आगो तान हो तिमीले किन आउँछ त्यो छोड्दै बोल्छ आगो लाग्नु हुनसक्छ तपाईँले होइन म तानी लागिदिँदैछु सँगै ल चाहिँ बाँधिदियो आगो भनेको आगे है आगो भनेको कि त्यसरी पाक्नु पाइँदैन नि त्यहाँ बढी अब चाउचाउ खर्च मासु हुन सुल्टैबाट चलाएको नि थियो नि होला यस भेजमा चाहिँ मुख मिठाउनु भनेको भन्नाले आजलाई भेज्यो कि कसो सबै भेजेको यो आजलाई भेज होइन अब यहाँ पछि भेज ल रेडी बनाऊँ दुसाल्नु खानु बस्ने हो भोक पनि लाग्छ हाम्रो पहिलो स्टेप ल अब खाना रेडी भयो यसलाई के भन्छ भाइ के आइटमको नाम के हो यसलाई चाहिँ चिकन चटपट जस्तो देखिन्छ हेर्दा चाहिँ हाम्रो भुजा सुजा चाहिँ केही पनि छैन चिकन चटपट रेडी भयो है हाम्रो चाहिँ बस्ने है सानो क्लिप होला नि होइन सानो क्लिप हो एकैछिन एकछिन नहार्किनु बस्नु हुन्छ बन्द अब आगो फाइदिएको त त्यहाँ मान्छे जुस नै खाएर हो यसलाई जुस त
यसले मार्केट खायो केटा ये तो अरू कटान चाहिँ राम्रो हुनुपर्छ ल अब हाम्रो चाहिँ ग्रेभी पकाउने कार्यक्रम हुँदैछ अमृत भाइ कुकमा छ सङ्गम सर सुपरभाइजर हेल्पर सागर हेल्पर मेलो है तपाईँ अनु भाइ चाहिँ के हो सहयोगी हेल्पर हाम्रो हेड सेफ चाहिँ यहाँ मान्छे जलासँग के अन्त्येष्टि गरिरहेछ अमृत भाइ यहाँबाट अन्त्येष्टि गरिरहेछ के अन्त्येष्टि भन्दैन र हाम्रो भन्दैन त्यो त ठेको हुनसक्छ नि त त्यो त ठेको हुनसक्छ नि त केटा पानी परेको भएर के तेल नगरेको त्यात्तै गर्छ पानी त पऱ्यो यार पर्न पर्छ एकैछिन पर्दैन के बर्खाको जस्तो पर्दैन नि पानी पानी पकाउने जस्तो हुन्छ त्यस्तै हुन्छ के सागरजी भिडियो जहाँ समस्या त्यहाँ उपाय आइहाल्छ त बाबु हाम्रो स्पोर्ट टिचर के को लागि तयारी हुँदैछ बाबु हाम्रो यो मासुको ग्रेभी पकाउने हो चिकन ग्रेभी बनाउनु लाग्यो हामीले ग्रेभीको लागि अब उता सङ्गम सरले चाहिँ मासु भुट्दै हुनुहुन्छ यता भाइले चाहिँ ग्रेभीको लागि गोलभेडा काट्दैछ म चाहिँ भिडियोग्राफर भिडियोमा छु यता साथीहरू चाहिँ के को लागि हो टिकटकको लागि हो कि रिलको लागि हो केही न केही गर्दै हुनुहुन्छ यता साथीहरू हेलो गाइज म चाहिँ यहाँ पिएनसीको डिलतिर छु होइन र यसमा फेरि के भइरहेछ भन्दाखेरि म भ्लग बनाउन गइरहेको छु यो हामी एक्सप्लोर गरिरहेछौँ पिएनसीको यो डिलमा चाहिँ होइन यस्तो छ हालत पानी परिहाल्यो भने ठुलो षड्यन्त्र छ शक्तिहरूको खेल हो यो विदेशी शक्तिहरूको खेल हो विदेशी शक्तिहरूलाई परास्त गर्नको लागि भए पनि पानी पर्नु हाम्रो 4-5 वर्ष त्यही डाँडामा बसेर चाहिँ तल हेर्दै बित्यो भने अहिलेको वर्ष चाहिँ तल आएर पकाएर आफै खाजा खाने व्यवस्थापन हाम्रो समितिले गरेको छ समितिका अध्यक्ष लाम्छाने सङ्गम लाम्छानेज्यूले के भन्न चाहनुहुन्छ आज यस विशेष कार्यक्रममा विशेष रमाइलो पलमा अब फेरि विशेष उपलक्ष्यमा पनि मलाई चाहिँ विशेष सम्मान व्यक्त गर्दैछौँ हामीले मलाई माला लगाएर हामी नागरिक अभिनन्दन सम्मानसहित गुगाए भन्छु ल धन्यवाद धन्यवाद धेरै धन्यवाद पानीका छिटाहरू र के छ यसभित्र के छ होला अलिकति टाढा जानुहोस् न अलिकति टाढा जानुहोस् भित्रै आउन कोसिस नगर्नुहोस् नक नक के छ होला यसभित्र लेन्सहरू छ हो र जसले हजुरलाई क्याप्चर गरिरहेको छ हाम्रो भिडियोग्राफर सागर लाम्छाने र हाम्रो मोडल मेरो गोत्र चाहिँ लाम्छाने ए गोत्र चाहिँ लाम्छाने हाम्रो हाम्रो चाहियो कि ग्रेभी ढक्कन छैन नि ढाकिदिनु न ल्याउने अहिले केटाहरू नुन हालेको छैन टमाटर चाहिँ के भयो साह्रो भयो अरे काम छैन केटाहरू के हो हाम्रो हेड सेफले चाहिँ मासु पकाइ चाहिँ अलिकति मिलेन कि भन्ने कुरा गर्नुभएको छ काम चाहिँ नुन हाल न पहिला नुन चाहिँ ताक्छ कि सकेर चाहिँ नत्र चार्ज सकेर रहेछ यतिखेर चाहिँ चार्ज 100% भयो ठ्याक्कै 100% भयो चार्ज यस्तै केटाहरू जे पायो नुन पानी पर्यो कि हाल्छ छिटो छुमा समस्या हो सबै हाल्छ मामा राम्रो
चुरा सोसेपछि समस्या हुन्न नि त हामीलाई थप्दै खाँदै पनि हुन्छ के हुन्न नटिस क्यान्थ्यो नि यो थप्दै खाँदै हो एक कुन त मासु हाल अनि एक कुन झोल हाल अनि पछि चाहिँ हड्डी थपेर हुन्छ सुप जान्दैन हालौँ है त्यो न चुरा थप्नुपर्छ हामीले नपर्छ त खानेलाई भोलर मात्र बनाउँछु यो नखिच्न त नदेखाइ सबै त्यस्तो भाइरल हुन्छ र हाम्रो ब्लग काठमाडौँ नै पनि लाइक हान्नु भन्नु राम्रै क्वालिटी हालेको छैन कम्युनिटी हालिदिउँला सधैँ च्यानल खोइ केटा